प्रदीप र जीवन सङ्घको हामी जरिकोटदेखि काठमाडौँको यात्रा स्टार्ट भइसकेको छ। जाडो लाएर अब चिसो मौसममा जाडो लाएर बाइक राइड हान्दाखेरि चिसो होला जस्तो लाग्यो। जाडो छ, ठिकै छ, केही छैन, बिस्तारै हिँड्छ हामी होइन। अब त्यस्तै हो, यस्तो गर्नु भएन नि होइन हामीलाई। रोड हेर्नु न यार, रोड फेरि दाम छ नि त। हो यार जीवन, म नि खतरा भ्लगर भएछ यार। मोबाइल लहेर लहेर दुइटा बाइक भएको यहाँ कम्ता मजा आउँथ्यो रन जानलाई। के गर्नु, हावाले गर्दा आवाज चाहिँ सुन्दैन कि जस्तो लाग्यो। सो केही छैन, यस्तो नगर। हामी फ्लोटी गाडी आइसक्यो होइन। ओकेडा ओकेडो ल त्यहाँ दिदी ल कहाँ जानु लाग्यो? के गर्न लाग्यो? काठमाडौँ जानु लाग्यो नि, के गर्नु? अनि अघि नै त गाडीमा जान्छु भन्थ्यो त। हप्सी भाइ भ्लग गरिरहेको छ, भ्लग हामी आइपुगेको छौँ चरङ्गी खोला तरेर। गाडी आइसक्यो हामी। अब योभन्दा उता गयो खरडुङ्गा आइपुग्छ होइन। त्यही हो, अहिलेसम्म ठिकै भइरहेछ राइड। यहाँ हाम्रो अगाडि चाहिँ नागदहबाट आउने काठमाडौँ, नागदहबाट काठमाडौँको गाडी हिँडिरहेको छ होइन। त्यही हाम्रो गाउँको मान्छेहरू गाउँमै हुनुहुन्छ, हामी पछि यो गाडी हाम्रो गाउँमा जान्छ। यो गाडी चाहिँ हाम्रो गाउँमा जाने गाडी हो। सो बिहान यही गाडीमा आएको, त्यसपछि अहिले हामी बाइकमा आइरहेको छौँ। ओभरटेक हान्थ्यौँ यार, यसले धुलो उडाउँछ यार। नगर न मेरो भाइ, त्यस्तो नगर न मेरो भाइ। बस कारै आइरहेको छ त गाडीहरू। के हो यहाँतिर चाहिँ सब गुराँस दामी यो नि त। अहिलेको यो सिजनमा चाहिँ त्यो गुराँस चाहिँ यतातिर बबालै फुल्छ होइन। यहाँ आएर बस्छ फेरि हो, कति रोक्छ त। यहाँको तलको भ्यू चाहिँ दामी छ कि। फाइनली हामी के भनेको बनाएको। बाटोको हालत यस्तो छ है। बाटो यो यहाँनिरको बाटो त बनाउनु नि यार, कस्तो साइजको रहेछ। बाटो चाहिँ लास्टै छ कि यहाँ चाहिँ, अलिकति दामी बनाएको भए बाटो त। यहाँ हाम्रो खरडुङ्गाको पुलिस चौकी छ, मेरो गाडीहरू चेकिङ हुन्छ। फाइनल्ली खरडुङ्गा, ओ माई गड। मासतिर पनि छ ल, केही देख्दैन।
रोक सर फाइनली खरिदुङ्गा वी आर इन सर सो एकैछिन बस्छौँ हामी होइन यतातिर चास्टै जाडो भयो अब त्यही हो सो भोक पनि लागिरहेछ भ्यू त दाम छ त सो हामी यहाँ खरडुङ्गामा होइन चटपटे खानलाई भोक लाग्यो लास्टै एउटा चटपटे भनेको छ त्यहाँनिर चटपटे खानु पऱ्यो अनि जानु पऱ्यो बिस्तारै जानुपर्छ अब यो हामी चाहिँ अहिले खरडुङ्गा छौँ फाइनली हाम्रो चटपटे आइसक्यो यहाँ होइन चटपट अब कसो रहेछ हेरौँ टेस्ट यार दामी आउने रहेछ ल म कालो कालो भएको खान्छ काभ्रेली सन्धि यो बाहेकको अरू सबै ठिक हो सात दिने बढी भयो चाहिँ मलाई भनौँ ल सो अब चाहिँ बाइक राइड म हान्छु होइन पछाडि बस्छ यो बिस्तारै जानुपर्छ पालै पालो राइड हान्नु लागिरहेछ त्यही हो ल हामी यहाँबाट खाजासाजा खाएर अब बिस्तारै हिँड्छौँ हेर्दै गर्नु होला हामी अगाडि बढ्छौँ है त ओके यो हो कुन यो भने यो चाहिँ हो क्या यो निकालेको यो निकालेको चाहिँ हो क्या हो चाहिँ यो बाटो कहाँ जाने बाटो भन्दा
मोबाइलको त्यो पावर ब्याङ्कमा चार्ज गरेन पावर ब्याङ्कमा चार्ज गरे हुन्थ्यो नि अरू ब्यागमा चार्ज गरेछ त्यो भइरहेको छ चलाउँछ त्यो ए भिडियो नअन एकछिन भिडियो अफ गर्न अहिले अब फाइनली भात खान ठाउँमा आइपुग्यो होइन चेटा लाएर भात सात खाइन्छ भोक लागिरहेको भोक त गेला न अघि एक्सट्रिमली नै पेडा होला जस्तो भएर तर यस्तो गर्मीमा त रुच्दैन होला यार भात पनि गर्मी छ है ए छेउमा चाहिँ केही छैन भित्र मात्रै प्याक रहेछ नि त के साह्रो गर्मी हुन्छ गर्मी त लाग्छ भात त रुच्छ नि हाम्रो डेली खाजा खाने ठाउँ खाना खाने ठाउँ चाहिँ हेऱ्यो होइन आज चाहिँ लास्ट टाइम हजुर ए खाना आइसक्यो होइन हाम्रो मलाई चाहिँ यहाँको खाना खास मनपर्छ कि अचार दाल भात यो मासु चाहिँ दामी लाग्छ कि रोस्टेडवाला यो गर्मीले गर्दा चाहिँ खानै रुच्दैन खानै रुच्दैन कि क्या हो स्याटर लाएर यति भएरले पुग्छ जस्तो छ यसो हेरेर हामी चाहिँ होइन अब खानासाना खाएर रेडी भएर निस्किसक्यो जीवन छ यहाँ छ त्यो बाइक धुनु भनेको त्यही हो खाना खाएर अब 1 घन्टा बसेर आराम गरेर अब बिस्तार जानुपर्छ म चाहिँ यो सुपारी खाइरह बोलालाई नि अलिकति गाह्रो भइरह अब जीवन चलाउँछ राइट अब बिस्तारै जानुपर्छ फेरि अहिले कति भिड थियो अहिले एक्कासी सब शान्त भइसक्यो त्यही हो फेरि भेटौँला राइडमा अब हामी यहाँबाट टक्क हिँडिसक्यो हिँड्न लाग्यो त्यही हो अब राइड हेर्दै गर्नु होला त्यस्तै हो मैले बोलेको सुन्दैन होला सानो बोल्छ यार बोलेको साउन्डै सुन्दैन रहेछ कि सानो न सानो सुन्दो रहेछ कि क्या ह्यान्डसम देख्छ ल मक्कै ओके लेट्स गो लाग्यो खाना खाएर काठमाडौँतिर फेरि पनि हाम्रो राइड सुरु भइसकेको छ सो हेर्दै गर्नु होला हाम्रो राइडलाई यही हो
फेरि पढ्नु जस्तो छ सरी लास्ट रोड चाहिँ यार छ्याट। यो रातो बाटो रहेछ यस्तो हो बुढो गाडी रहेछ। अनि घरदेखि 6 मान्छे बोकेर हिँड्छ कि बोलेरोले गाडीहरूले के भएको जस्तो नपाउनु पर्ने हो खासमा। धुलो उडायो कि ओभरटेक गर्न यार किन गाडी चल चल। हिँड्छ यार आम्मामा। त्यो बाटो जहिले डेन्जरै छ क्या टिपरहरू हिँड्ने गर्छ हेर अन ड्युटी। यही गाडी हो कि हो पानी पऱ्यो भने त तेरो र मेरो बिजोग हुन्छ त केटो। पानी पो छिट्टायो त यार के हो यतादेखि त पानी पर्छ कि क्या हो। काठमाडौँ पुग्नेसम्म कहाँ पानी नपऱ्यो भने चाहिँ यार गाह्रो छ। पानी नपर्दैन यार पानी पऱ्यो भने त बिजोग हुन्छ यसको। ट्याङ्कोर स्याङ्कोर छैन केही पनि पानी चाहिँ नपर। त्यही माथि लाइनमा हिँडिरहेको छ कि त्यसलाई पो हतार भएको रहेछ त बाफले। यो चाहिँ गलत हो कि हेर घुम्तीमा अनि त्यसरी ओभरटेक गरेपछि मर्दैन। उताबाट गाडी आयो भने त सिधै जान्छ त। हो होइन यो रातो गाडीले चुई गरेर त लट्ट अहिले हान्छ हेरे हेरे ऊ रङ साइड गइसक्यो। केटाहरू किनहरू जान्छ फेरि फेरि यसलाई चाहिँ आफूले हतार भएको रहेछ। उताबाट स्कुटी आइरहेको छ है 5 खाल बाटो अब लगाएर पर्छ। त्यो अगाडिको चोकबाट हो कि त्यो अगाडिको चोक। यहाँबाट होइन अगाडिबाट अलि अगाडिबाट हो त्यो चोकबाट। यहाँबाट चाहिँ हामी अब बनेपा निस्किने बाटो सर्टकट बाटो जान्छौँ। यो मेन रोडमा लास्टै टिपरहरू हिँड्यो टिपर ठुलो लास्टै उडायो कि त्यही भएर अब सर्टकट युज गर्छौँ हामी। यताबाट अघिको पछाडि मेन रोड भइहाल्यो एकैचोटि धुली खेल उता आइ अघिको
अगाडिको मेन रोडबाट गएको भए चाहिँ धुलिखेल निस्किन्थ्यो। अब यो बाटोबाट गयो भने चाहिँ सिधै डाइरेक्ट बनेपा निस्किने बाटो छ। प्रायः कतिले थाहा पनि छ होला यो बाटो। सुकुताको बाटो धुलोमा हिँड्नुभन्दा चाहिँ यो बाटो बेस्ट छ मलाई, मेरो लागि चाहिँ, हाम्रो लागि चाहिँ। अब बाइक स्कुटर सानो गाडीहरूको लागि चाहिँ यो बाटो ठिक छ सुकुताको बाटोभन्दा। यो बाटो बवाल छ, केही टेन्सन छैन। यो बाटो नि स्मुथ छ, त्यही थोरै मात्रै अप्रोड छ, त्यसपछि त दामी हो फेरि। ल यार यहाँ त धान पनि रोपिसकेको रहेछ। कति चाँडो रोकिसक्यो यार। यहाँ मकै पनि यहाँ टुटुरो भइसक्यो हाम्रोतिर। भर्खर भर्खर टुसाएर फल्दैछ, यहाँ यत्रो भइसक्यो रहेछ। यहाँसम्म मात्रै पिच्थ्यो है। त्यति बेला म आउने बेला। अहिले हेर कस्तो त्यहाँसम्म तलसम्म पुऱ्याइसक्यो। मान्छेको 2 वर्षमा कति चेन्जेस हुन्छ यार हाम्रो। बनेपा बजारको भित्रपट्टिबाट अब